कति बजे निस्किने यहाँबाट हामी भोलि कहाँ भेट्ने, कति बजी भेट्ने अनि भेटेर कहाँ जाने। दुःख अनि सुख लुकामारी खेल्ने यी मुहारहरूमा आज खुसीको लहर छाएको छ। यस मुस्कानहरू पछिको कारण के हो त? आउनुहोस् यो भिडियोमा हेरौँ। Hello and welcome back to the channel. It's been a while. Welcome from Nakayama, Japan. पुरै सामान बोकेर हिँडाइ हुँदैछ। यहाँनिर छ खाद्य पदार्थ, यहाँ छ बाह्यतन्त्र, के भन्छ त्यस्तै छ। अन्त यो सब बोकेर चाहिँ म देश छोडेर गएको होइन। हाम्रो कहाँ गएको भन्दाखेरि चाहिँ यस्तो डेलीको हेक्टिक सेड्युल, बिजी लाइफमा पनि, व्यस्तताको जीवनमा पनि सानो खुसी हुने अवसर पाएकोमा खुसी हुने अवसर चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ कसैको जन्मदिन म तपाईँहरूलाई अहिले भेट गराउँछु। रेगुलर छुट्टी नभएर अलिकति स्पेसियल दिन भनौँ। सो वी आर गोइङ टु सेलिब्रेट द्याट। 4-5 जना कतिजना हुन्छ भेला भएर, 2 ग्रुप उताबाट आउँदैछ, 4-5 जना ग्रुप, यताबाट जाँदैछु म एक्लैको ग्रुप। आई विल ट्राई टु गिभ माई बेस्ट। एन्ड म यहाँ जापान आएर भेटेको नयाँ मान्छेहरूसँग तपाईँहरूलाई पनि भेट गराउने छु। लेट्स गो। अनि वेदरले नि एकदमै साथ दिएको छ आज। 2-3 दिनदेखि चाहिँ 2-3 दिन अगाडिदेखि चाहिँ यहाँनिर एकदमै पानी परिरहेको थियो। अहिले चाहिँ इट्स क्वाइट गुड। Let me introduce you to my crew. We met a very kind Japanese lady who helped us navigate through this park. The very first person I'm gonna introduce is Surgeon. I would say curious surgeon, who only wishes to be viral and viral. कसरी हुन्छ तपाईहरुले भाइरल बनाइदिनु पर्यो। सी इज माई फ्रेन्ड अनुजा, जो रक स्टार लुक्समा ब्लगर हुनु खोज्दैछ। आधी मात्र फेस देखाएर भिडियो खिचेर अलिकति रमाइलो, अलिकति अब लाइभली हुनु पाए अनि म त खुसी छु हो। सिस तामाङ दी, पर्सनालिटी यस्तो कडा, मलाई रियल नाम सोध्नु आँटै आएन। नेक्स्ट टाइम भेट्दा चाहिँ दिदीलाई रियल नाम सोधेर तपाईहरुलाई भनिदिन्छु। सुगम पोखरेल होइन नि फेरि, जो किन्ला। He is Sujanda, who is very jolly and known for his one-liners. Last but not the least, the birthday girl, Vinita. अहिले खाना बाड्नुमा एकदमै बिजी भए पनि let's sing a birthday song for her. Happy birthday to you. Happy birthday dear Vinita. Happy birthday. कस्तो रमाइलो लाग्यो मलाई देख्दा। May God bless you. May God bless you. Happy birthday dear Vinita. Happy birthday to you. Wish pass it up. Happy birthday. Happy birthday to you. Thank you. No boomerang. Cheers. We're having kind of a brunch we can say. We haven't had the breakfast And in the having morning. lots of fun. Wait for a while, your turn will come. I have 1, 2, 3, 4, 5 people with me. We all work in the same company. किन हेरेको
Everyone will give speech about for 2 minutes, starting from Not me. Not me. Sujan, the most handsome guy in our group. Sujan bro, हामी चाहिँ हेरेको हेरे thank you for the speech. Sarjan bro, तिमी अनि सुजन दाइको नाम लिएर मलाई भन्छ thank you for the speech. सबैजनालाई चाहिँ होइन मेरो बर्थडेमा आएको बेला चाहिँ आएको भएर चाहिँ थ्याङ्क यू सो मच यो चाहिँ काट ल बर्थडेकोले अनि मलाई एकदम रमाइलो लागिरहेछ है म चाहिँ बर्थडे गर्ल Happy birthday. So, Didi, we are having fun. Me चाहिँ having lots of fun and enjoying giving the vibe. वाउ Only someone has to give introduction to all of this. यो चटपटी Eatables. यो सुन्तला यसलाई चाहिँ खासमा स्ट्रबेरी भन्छ होइन इङ्ग्लिसमा नेपालीमा के भन्छ नेपालीमा नेपालीमा त भइगयो आफूले यसलाई चाहिँ हामीले चाहिँ होइन तिमीहरूले कोला भन्छ होला हामी चाहिँ केरा भन्छ हामी केरै भन्छ यसलाई चाहिँ अङ्गुर हामी इन्डियाको भएर अलिकति हेपाई खानुपर्छ यहाँनिर रेसिजम हो यो चाहिँ काट ल मलाई पनि त्यसो म मेपाई खाने हो वान अफ देम यो चाहिँ काट ल यो हाल्यो भने म त अनि साँच्चै भने इन्डियाको जस्तो पनि लाग्दैन नेपालको जस्तो पनि लाग्दैन म अब कहाँ बस्नु We are in between between बोर्डर युआर स्टे आवर हार्ट कहाँ चाहिँ एउटा नोटहरू छ भने निकालेर त म लेखिरहेको यो अलिक काम लाग्छ जस्तो लाग्यो उनले आम्बो साँच्चीमै छुरी त्यो चाहिँ फेरि काटेर मुटुमै देख्यो नि तर साँच्चै नै खाना चाहिँ सबै मिठो छ यो झालमुरी नि मिठो छ अचार पनि मिठो छ दालमुट चाहिँ कसले बनाएको साह्रै मिठो बनाएको छ दालमुट चाना मासु सबै मिठो छ म बेसी खाँदैछु भने मलाई यो, देखाउँछ उहाँ चाहिँ सुशान्त केसीको कपी पनि भन्नु सक्नुहुन्छ दाढी हेर्ने हाल्नुहोस् है दाढी हेरिहाल्नुहोस् उहाँ एना शर्माको खोजमा हुनुहुन्छ है तर मलाई चाहिँ चाहिँदैन होइन सर किनभने उसले मलाई खोज्दैन त्यही भएर म पनि खोज्दिनँ हाई मैले चाहिँ आर्जुको फोन ह्याक गरिदिएको छु हो अन्त हाम्रो चाहिँ पिकनिक सक्यो अहिले चाहिँ वी आर जस्ट ह्याङ्गिङ अराउन्ड अलिअलि फोटो खिचेको अन्त जस्ट गोइङ यताउता गफ गर्दै हो त्यहाँदेखि लेट्स सी अब यहाँ के हुँदो रहेछ हो इन द एन्ड यहाँ चाहिँ जापानमा चाहिँ के चाहिँ राम्रो कुरा एन्ड नराम्रो कुरा राम्रो पनि छ पोजिटिभ पनि छ नेगेटिभ पनि छ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ गोमी भनेको चाहिँ इन जापानिज गोमी भनेको चाहिँ इन इङ्ग्लिस के भन्छ महिला सरी इन इङ्ग्लिस होइन नेपालीमा महिलाहरू चाहिँ सो यु हेभ टु टेक इट विथ यर सेल्फ क्या हो घरमा आफै लिएर जानुपर्छ कलेक्ट गरेर कोही पार्कमा चाहिँ डस्टबिन हुन्छ तर हामी जुन चाहिँ पार्कमा आएको छ देयर इज नो डस्टबिन सो डस्टबिन छैन त्यसै कारण हामीहरूले जति सामान खाएको छ एन्ड अल द थिङ्स अब कति रहेको छ त्योहरू चाहिँ वी हेभ टु टेक इट विथ अस सबै एउटा प्लास्टिकमा के हालेर त्यहाँबाट लिएर जान्छ अब लेट्स सी र वाट्स गोइङ अन के हुँदैछ यहाँनिर हाम्रो ग्याङ मेम्बर्सहरू बर्थडे गर्ल भएछ बर्थडे गर्ल उहाँ चाहिँ कोक खानुहुँदैछ हाम्रो सुजन्दा उहाँ चाहिँ पोज दिनुहुँदैछ एन्ड यु नो आर्जु जो चाहिँ खाना छोडेर अरू केही हुँदैन भ्लगको ओनर फर्स्टमा पनि यति नै खानु हुँदै थियो तपाईँहरूलाई देखाउनु भएन स्टिल पनि एक थाले खाँदैछ कति चाहिँ खान्छौ तिमी भन त ब्रो मिठो मिठो बनाएर खानु पर्यो यस्तो भन न सब्सक्राइब भयो भने चाहिँ अबबाट मेरो युट्युब पनि मोनिटाइज हुँदैछ झन् अलिक बेसी खान्छु पैसा आइसक्यो युट्युबबाट आर्जुको प्लान चाहिँ अल्टिमेट मोटिभ चाहिँ के छ भनौँ ऊ चाहिँ बेसी खाएर चाहिँ सुजन्ता जतिको मोटाउने मोटिभै छिटो भुँडीभित्र हाल्दैछ सरी र म रोस्ट गरिदिँदैछु सरी गमेन्ने त्यहाँबाट चाहिँ हाम्रो गिटारहरू छ अब लास्टमा यो सबै कलेक्ट गरेर त्यहाँ लास्टमा हाम्रो फेरि ज्याम अप हुन्छ तपाईँहरू हाम्रो भ्लगमा बनिरहनुहोस् हेर्दै गर्नुहोस् यहाँ चाहिँ हाम्रो सर्जन
हुँदैन के हुँदैन आर्जुको जुत्ता हो चल्छ हाम्रो सोमको हो तिमीले बनाएको त्यही जुत्ती बताउ न अब हाम्रो चटाक हेर्नुहोस् है इट्स ह्यापनिङ यो के तिमीले अघि बजाएको के अरे के बजाएको त्यो भन्दा नाले बन्धु मृगलाई ताकेको मायालाई ताकेको रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्दाङ रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्दाङ रेशम यो मायालाई मारिदेऊ यो हृदयलाई छेडिदेऊ हाँसी देऊ मलाई मुसु मुसु हाँसी देऊ सुन्दरताको तिमी उदाहरण हौ गरेर छौ तिमीले गरेर छौ यस्तो फोकस भयो क्या Hi guys, and it's me again हैन अब हाम्रो प्याकअप भइसकेको आजको दिन इट्स ओभर हैन अब बेसी भिडियो त गरेन किनकि वी लिभड इन द मोमेन्ट हो वी एन्जॉयड अ लट गीत गायो हल्का हल्का बेसी भिडियो गर्न आएन मतलब बिर्स्यो पनि बीच बीचमा हल्का फुल्का अब जति सकेको थियो गर्यो गफहरू गर्यो अन्त अब आउट अफ यर कन्ट्री हैन आउट अफ यर अब पिपल कल्चर अब यसरी बाहिर भेट्दाखेरि सबैजना मजा आउँदो रहेछ रमाइलो हुँदो रहेछ हो त्यहाँबाट वी एन्जॉयड बिन्दाको बर्थडे पनि अब इट्स गोइङ टु एन्ड मतलब आजको दिन त इट्स अलरेडी गोइङ टु एन्ड हो अन्त मजा आयो यहाँनिर चाहिँ हामीहरूले सबै उयो गरिसकेको छ उठाइसकेको छ कलेक्ट गरिसकेको छ हो यहाँ हेर्नुहोस् यी बेलुका पनि भइसक्यो यहाँ चल्दैछ अझै अब के गर्नुपर्ने के यताउता हल्का हल्का आर्ग्युमेन्ट्स त हुँदै रहन्छ हो यस्तै हो सबैजनाले गर्दैछ अन्त हामी चाहिँ थियो अघि चाहिँ बिहानभरि सबैजना यहाँ इट वाज अल फुल क्या सबैजना थियो यहाँनिर अहिले चाहिँ इट्स अल ओभर अहिले चाहिँ सबैजना गइसक्यो आई थिङ्क ऊ
तर 1-2 जना मान्छे छ होला एन्ड इट्स अल हामी चाहिँ नेपाली हो नि त हो हामी चाहिँ सबसे एन्डमा छ अन्त अब सक्यो अब हामी चाहिँ आफ्नो आफ्नो घर फर्किन्छ अब फर्स्टमा चाहिँ आर्जु आफ्नो घर उसको चाहिँ छेउमै पर्छ यहाँदेखि त्यहाँ जान्छ त्यहाँबाट हामीहरू आफू ड्रप हुँदै त्यहाँबाट लास्टमा जान्छ अन्त इट्स साकुरा टाइम अब यहाँ चाहिँ साकुरा पनि फुल्नु आँटेको छ हो हल्का फुल्दैछ यहाँनिर डल्लै रुखहरू त छैन तर एक दुईवटा रुख चाहिँ यहाँनिर फुलिसकेको छ अन्त इट वाज अ नाइस डे कति बाद यसरी बाहिर गएर अलिकति रमाइलो अलिकति अब लाइभली हुनु पाएँ अन्त म त खुसी छु हो अन्त यस्तै छ अब यहाँको लाइफ मजा आउँदैछ अब भोलिदेखि फेरि इट्स काम टाइम भोलिदेखि त्यो काम हो त्यहाँबाट यस्तै छ आई थिङ्क माई फ्रेन्ड्स आर अल्सो कमिङ हामी चाहिँ वी आर गोइङ टु एन्ड बाई Thank you, Anuja, for the 2 minutes of monologue. To sum up, it was a beautiful day indeed. We enjoyed a lot. Minds refreshed. Thank you for watching till the end. Until then, stay safe. Bye-bye.